यदि तपाईँ आरसीबी फ्यान हुनुहुन्छ भने भिडियोलाई लास्टसम्म हेर्नु है। त अब आरसीबी फाइनलमा पुगिसकेको छ अनि यो भिडियोमा नाइ म रजतको कुरा गर्नेछु, नाइ म भुवनेश्वर कुमारको, नाइ अरू कुनै प्लेयरको, किनभने आरसीबी प्रोपर टिमवर्कको कारण नै फाइनलमा पुगेछ। तर अब हामी यो कुरा गर्नेछौँ कि आरसीबीले फाइनलमा के चेन्ज गर्नुपर्छ। त सबैभन्दा पहिला रोमारियो सेपर्ट। अब धेरैजना भन्छ कि लास्ट टाइम रोमारियो सेपर्टले नै सीएसकेको विकेट लिनुभएको थियो, तर त्यो लास्ट टाइम थियो अनि योपालि पन्जाब पनि छैन। त अनि योपालि रोमारियो सेपर्टको बलिङ बिग्रिसकेको छ। त्योभन्दा राम्रो रोमारियोको ठाउँमा हामी बेङ्कीले खेलाउन सक्छौँ अनि फिल साइडलाई एज अ ओपनर पनि ल्याउन सक्छौँ, किनभने रोमारियोसँग हामीले दुईटा अप्सन पाउँथ्यौँ, ब्याटिङ अनि बलिङ, जुन कि बेङ्कीसँग पनि पाइहाल्छ अनि फिल साइड आइहाल्छ भने त्यो ब्याटिङ अरै स्ट्रङ भइहाल्छ। अनि यो एउटा मात्र रिजन होइन कि ब्याटिङ बलिङको कारण, रोमारियोको फिल्डिङ पनि धेरै नराम्रो छ। तपाईँ लास्ट सिजनको फाइनल नै हेर्नु अनि यो सिजनको जति पनि रोमारियोले फिल्डिङ गरेछ त्यो सबै हेर्नु। यदि फिल साइड डाउन हुन्छ भने मान्छेको बडी रन बनाउन सक्नुहुँदैन, तर उहाँको फिल्डिङ खतरा लेभलको छ, जुन आरसीबीलाई चाहियो। लास्ट सिजन पनि उहाँको फिल्डिङले नै फर्स्ट विकेट दिलाएको थियो र यसपछि आरसीबीले आफ्नो कुनै पनि प्लेयरलाई चेन्ज गर्नु जरुरी छैन, किनभने आरसीबीको पुरै प्लेइङ 11 राम्रो छ सिवाय एउटा रोमारियो सेपर्टको। आरसीबीको ब्याटिङ 255 ठोक्न दम राख्छ भने आरसीबीको बौलिङ 190 डिफेन्ड पनि गर्नको दम राख्छ। अनि तपाईँलाई के लागिरहेछ, यो साल कप नाम 3 भइहाल्छ?